हेलो गाइज वेलकम टु माई फेसबुक पेजमा के छ गाइज को कहाँबाट हेर्दै हुनुहुन्छ। यो नेपालमा त गाइज अब चुनाव पनि हुनु लाग्छ होइन, के बनाउँदैछ अरे बाहिरबाट नि अब भोट हाल्नु मिल्ने यान त्यान भन्दै थियो। यही सुनिरहेको थियो, यही चलिरहेछ नेपालमा अहिले ट्रेन होइन। म चाहिँ जति पनि म चाहिँ के भन्नु चाहन्छु भने होइन, म चाहिँ यही भन्न आएको आज सबैजनाले स्किप नगरिकन हेर्नु होला। जति पनि मेरो साथीहरू छन् फ्रेन्ड्सहरू फेसबुकमा, म चाहिँ के भन्न चाहन्छु भने यो मैले अब मैले नागरिकता बनाउने वर्षौँ भइसक्यो होइन। अहिलेसम्म मैले एकचोटि पनि कसैलाई यो पार्टी त्यो पार्टी भनेर म हिँड्दा नि हिँडेन र मैले भोट पनि हालेको पनि छैन होइन। म के भन्न आएको थिएँ भने हाले पनि छैन र अब म हाल्दैन पनि। म लाइफ टाइमसम्म पनि म कसैलाई भोट पनि हाल्दैन। यत्रो भयो मैले पासपोर्ट बनाएँ, के अरे नागरिकता बनाएँ, अहिलेसम्म कसैलाई भोट पनि हालेको छैन। अब नेपालमा चाहिँ अब विदेशबाट नि अब भोट हाल्नु मिल्छ, यो हाल्नु मिल्छ, यो गर्नु त्यो गर्नु मिल्छ भनेर भन्दै थियो। म चाहिँ यो किन भन्नु लागेको थिएँ भने अब हामीले भोट हालेर हामीलाई के पाउने हो र होइन, के गरिदिने हो र। हाम्रो लागि हामी आफैले दुःख गर्ने हो, हामी आफै खाने हो होइन। जतिसुकैलाई जोसुकैले जति भोट हाले पनि हुने केही पनि होइन होइन। म चाहिँ त्यही भन्न आएको होइन, त्यही भएर हुने केही पनि होइन। वर्षौँ भयो मैले नागरिकता बनाएको, अहिलेसम्म मैले एकचोटि मैले कसैलाई भोट हालेको पनि छैन, म हाल्दा पनि हाल्दैन, कसैलाई हाल्नेवाला पनि छैन। म लाइफ टाइमभरि पनि म मरेर जानेसम्म पनि म कसैलाई भोट हाल्ने पनि वाला पनि छैन। कसैलाई भोट हालेर केही हुनेवाला पनि छैन। आफ्नो पेट आफूले पाल्नुपर्ने हो। कसैलाई भोट हालेर देश राम्रो हुन्छ बनाउँछ भन्ने आशै छैन होइन। हामी अब मिडियम फ्यामिलीको मान्छे चाहिँ आफ्नै देशमा केही गरौँ, आफ्नै देशमा गरेर आफ्नै फ्यामिलीसँग बसौँ भन्ने ठाउँ पनि छैन, बनाएको पनि छैन होइन। त्यही कारणले म चाहिँ यो एप कहाँ केबाट भोट हाल्न मिल्छ अरे भन्ने कुरा सुनिरहेको थियो। कसैलाई हाल्नेवाला पनि छैन, हाल्दा नि हाल्दैन, हालेर केही हुनेवाला पनि छैन गाइस होइन। त्यही भएर म चाहिँ यो भन्न आएको, मैले सुनिरहेको थिएँ यो फेसबुक अब एपबाट यस्तो गर्न मिल्छ त्यो गर्न मिल्छ भनेर भन्दै थियो, भोट हाल्नु मिल्छ भन्दै थियो। जतिसुकै जेसुकै बनाए पनि म चाहिँ मरिहाल्दैन। मैले अहिलेसम्म हालेको पनि छैन, वर्षौँ भयो नागरिकता बनाएको। त्यो गाइस होइन, को कहाँबाट हेर्दै हुनुहुन्छ स्किप नगरिकन हेरिदिनु होला। यो मेरो अलिकति मैले मेरो यो शब्दलाई चाहिँ अलिकति स्किप नगरिकन सबैजनाले हेरिदिनु होला र साथ सपोर्ट फलो गरिदिनु होला सबैजनाले, त्यही भन्न चाहन्छु होइन। म चाहिँ यही भन्न आएको थिएँ र सबैजनालाई मेरो जति पनि फेसबुक साथीहरू हुनुहुन्छ सबैजनालाई राम्रोसँग बस्नु होला, केयर गर्नु होला भन्न चाहन्छु। र को कहाँबाट हेर्दै हुनुहुन्छ सबैजनालाई गुड नाइट भन्दै म यही भन्न आएको थिएँ, गुड नाइट भन्दै आजलाई यत्तिकै होइन। र अर्को भिडियोमा भेटौँला गाइस। म त त्यही हो गाइस, म हाल्दैन हाल्नेवाला पनि छैन, हालेर केही फाइदा हुने पनि छैन है त गाइस। यो भन्दै आजलाई चाहिँ जय नेपाल।